खासमा रिस चाहिँ मलाई नेतालाई उठेको नेताको घटी यस्तरी पचाच निचरेर मर्ने जस्तो रिस उठ्यो थियो मलाई। घर घरमा पानी दिएको भए यही हालत हुन्थ्यो त। छोरा जो हुँती हेर्दै पानी भर्दै गर्ने अनि घरमै पानी आएको भए त त्यस्तो बिजोकै हुन्थेन नि। घर घरमा सिलिन्डरको पाइप जोडिदिन्छु भनेर सिलिन्डरको पाइप त के एउटा बाटो शुद्ध छैन यो यहाँ घर घरमा, बाटै आएन। त्यसपछि त्यो सिलिन्डरको त्यो ढोक्रो बोकेर पुरै 2 घन्टाको बाटो पर रोड उडिन छोड्न जानुपर्छ, सल्यानबाट नेपालगञ्ज पठाउनुपर्छ सिलिन्डर भर्न। यस्तो बिजोग छ नेपालको। अनि यति पुरै पारा तातेर आएको थियो, यस्तो रिस उठ्यो थियो नि। कोही कोही मारदाम जस्तो भएको थियो। त्यही भएर नेतालाई भने घाँटी निचेर मारदाम जस्तो भइरहन्छ। अनि जनताहरूलाई पनि रिसै उठ्छ। राम्रोसँग सम्झाउँदा नि के पाइन्छ रे यसमा भोट हालेर, जेमा हाल्यो भने हामीलाई के भन्छन् भने भेरै हो नेता पनि। कोही त्यो अलिअलि कोही कोही बुझ्ने भए नत्र बुढाबुढी त केही छैनन् के बुझ्ने। उल्टै भत्ता पाइन्छ केही बिलाइजी त आएपछि भन्ने सोचाइ छ।